खसाम्पो नमस्कार सबै मेरो फेसबुक मित्रहरूलाई। हजुरहरूले आज मैले पिरा बनिराखेको देख्न सक्नुहुनेछ। हामी सानो रहँदाखेरि आमाले सिङ्गल डबल गरेर पिरा बन्नुहुन्थ्यो। त्यतिखेर यसो हेरिराखेको थियौँ कि त्यो भएर अहिले मकैको सिजन भएको कारणले फसल प्रशस्त छ हो। त्यो भएर आज चाहिँ पिरा बुन्नु पर्यो भनेर चाहिँ पिरा बुनिराखेको छु है साथीहरू। हिजो अस्ति नै लाउँ भनेको थिएँ कि यो साह्रै बिजी भएकोले गर्दा लाउन सकिनँ। त्यही भएर आज लाउँदैछु है त साथीहरू। यस्तो भइसकेको छ होइन। अब घरमा बसेपछि त काम छैन भने अल्छी लाग्छ। काम गरी बस्ने बानी भएपछि चाहिँ अल्छी लाग्दो रहेछ नि त साथीहरू। के गरौँ भएर चाहिँ हिजो अस्ति मैले यो के भन्छ प्लास्टिकहरूको पनि बुनेको थिएँ नि त। प्लास्टिक पनि बुनेको थिएँ त्यतिखेर पनि लाउँ भन्दै गरेको थिएँ। त्यतिकै भ्याइएन। अन्त आज चाहिँ तपाईँलाई फसलाकोतिर बुनेको भिडियो लगाइदिएको छु है साथीहरू, हेर्नुहोस्। हजुरहरू कसले आउँछ बुन्नु कमेन्टमा लेखिदिनुहोस् है त साथीहरू। अहिले गाउँमा जाँदाखेरि कतै गाउँमा जाँदा पनि यस्तो पिरा बुनेको पिराहरूमा बस्नु दिन्थ्यो है साथीहरू। आजभोलि त यस्तो जमानामा गयो, गुन्द्री पनि हराइसक्यो। के भन्छ अन्त यस्ता पिरा पनि हराइसक्यो। समय कहाँदेखि कहाँ पुग्यो साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ? मलाई जस्तै लाग्छ कि लाग्दैन हौ साथीहरू। यस्तो टाइट गरेन भने चाहिँ भनेपछि लेलुक हुन्छ कि त्यही कारणले टाइट बनाउनुपर्छ। ल साथीहरू, आज यति पुऱ्याएको छु होइन। अब नेक्स्ट भिडियोमा चाहिँ म यो कम्प्लिट भएको लगाइदिन्छु नि त साथीहरू। साथीहरू कसले के भन्नुहुन्छ लाउनुहोस् है साथीहरू। हुन्छ आज यतिमै राखेँ है। फेरि म लाउने छु यो बुनिसकेपछि। अहिले त आधी पनि भइसकेको छैन। ल साथीहरू, भिडियो लामो हुँदा पनि मजा आउँदैन होइन। अन्त धेरै जस्तो साथीहरूले भिडियो हेर्दैन। यस्तै पोस्ट देख्ने बित्तिकै गुड मर्निङ, गुड इभिनिङ, गुड आफ्टरनुन देख्नुहुन्छ। तर म चाहिँ जतिजनाको भिडियो आउँछ सबै कम्प्लिट हेर्ने गर्छु होइन। ल तपाईँहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला, सेयर लाइक गरिदिनु होला है त।